हेलो गाइज नमस्ते सबैलाई फेरि म आइसकेको छु र आज हामीहरू भ्लग लिँदै हजुरको साथमा अनि म तपाईहरुमा चाहिँ एउटा नयाँ भिडियो लिएर आइसकेको छु रोमानियाको सिबिउबाट। अब हाम्रो यो सुरु भ्लगमा यस्तै हुन्छ होइन, पछि अब विचार गरौँला बिस्तारै। अनि फाइनली हाम्रो रुममा चाहिँ धेरै बोतल भइसकेको थियो, त्यही कारणले हामी बोतल बेच्न गइरहेका छौँ। बेच्न गइरहेका छौँ। अब यो बोतल बेचेर कति पैसा आउँछ त हेरौँ न। नेपाली त आउँछ समथिङ भन्नाले 1000 रुपियाँ जति आउँछ होइन 1000 रुपियाँ जति आउँछ, म्याक्सिमम् माथि आउँछ। 1000 रुपियाँ त यो दुईटाको होला, 1000 रुपियाँभन्दा माथि आउँछ। अनि के कति हुन्छ त्यसपछि हामीहरू देखाउने छौँ होइन। कसरी हाल्ने र चाहिँ पैसा कसरी निकाल्ने भन्ने कुरोहरू चाहिँ सबै कुराहरू हजुरलाई जानकारी गराउने छौँ। हेलो हाम्रो नेपाली साथीहरू पनि भेट्यो, काम गरिरहेछन्। हाम्रो चाहिँ बिदा भएर आज यी लफङ्गा बोतल हाल्ने अनि पैसा निकाल्ने, अनि पैसाले के गर्ने रे अहिले नभए त अर्को बाटो जम्मा गरेर चाहिँ अर्को बाटो जाउँ, तल बाटो जाउँ। हामीले चाहिँ पैसा अब यो बोतल बेच्दा पैसा जम्मा गरेर काठमाडौँ कलङ्की नजिकैको चोकमा एउटा घर किन्ने प्लान। अब यो बिस्तारै जम्मा गर्ने के हुन्छ हेर्दै जाम। अहिलेसम्म 1.5 करोड भन्दा भएको छैन। अब यो पानीमा कति हुन्छ हेरौँ, 40-50 लाख जति पुऱ्याउन पायो भने चाहिँ त्यहाँ एउटा सानो त्यो चोकनिर एउटा सानो चट्ट परेको 10-12 तलाको एउटा घर चाहिँ ट्याक्क बनाउनु पर्छ। बनाउन पाए आनन्द। के बनाइराखेको त के किनिन, आफ्नो स्टाइलले बनाउने हो नि त। होइन भने एकजना पैसाले आपस परेको मान्छे छ के बेच्नेवाला छ होइन, उसलाई पैसाको आर्थिक धेरै अहिले आवश्यकता छ। त्यही कारणले अब कतिमा बेच्ने भने खरा घटेर बेच्दै रहेछ। कति त्यस्तै 3.5 करोड पर्ने घरलाई होइन अहिले लगभग उसले चाहिँ लगभग 2.2 करोडसम्ममा दिन्छ कि भन्ने कुरा दिन्छ होला। भनेपछि अर्को 1 लट फेरि बोतल हाल्न आउनु पर्ने भयो नि त। 30 लाख जति पुग्दैन होला लगभग। अर्को एकचोटि फेरि यो चिसोमा बोतल हाल्न आउनु पर्ने पर्यो। त्यो चाहिँ पर्यो। यस्तै छ के गर्ने, रोमानियामा बोतल हालेर कलङ्की चोकमा घर उभ्याएर देखाउँछु। हेर्दै जानु यही बोतल बेचेर कलङ्की चोकमा घर किन्छु, घर बनाउँछु। तपाईँले अब च्यानल सेयर सब्सक्राइब र उस गरिदिनु भयो भने त्यता पनि प्लस पोइन्ट हुन्छ हामीलाई होइन। त्यो चाहिँ हामीलाई केही राहत हुन्छ कि भन्ने होइन लागेको छ। जति पनि होइन हाम्रो भ्लग हेर्ने जति पनि दाजुभाइ दिदीबहिनी सबैले सेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई। यताको एउटा यो बागमती देखाइदिनु। बागमती तल कल बोकिरहेछ लगेर बागमती भनेर चिन्छ है गाइस यसलाई चाहिँ। यस्ता राम्रो केटीहरू बागमती उता माथि फुलमती फेरि हेर्नुहोस् गाइस, मैले फुलमती भने चाहिँ फुलको बोर्ड छ यहाँ माथि, हिउँ छ यस्तो राम्रो सुन्दर भएर फुलमती भने अब है। अरू त्यो अन्यथा नलिनु होला। बोलो न बोलो क्या किया। क्रिस का गाना सुनेगा क्रिस का गाना सुनेगा। दिल ना दिया अरे बेटा ए होइन नि मिस्टेक बोल्न क्या किया बेटा
अरे बेटा अरे बेटा बोल्नु क्या किया आज चाहिँ फेरि चिसो नै बबाल हो नि खतरा हो नि अँ सिँगान निकालिदिन्छ अरे एकछिन बाहिर ल खतरा नि सिँगान पिन्छ अहिले हिउँहरू सबै नपक्रिन्छ यस्तै हो कि चिसो है अँ बबाल चिसो चिसो त के गर्ने अब चिसो त भइ नै हाल्छ एउटा स्ट्यान्ड किन्नु पर्यो यार कहिले काहीँ काम लाग्छ के गर्ने जति जाडो भए पनि पैसाले जाडो भयो भन्दैन रहेछ यो दुखी कर्म हेर्नु गाइस गाह्रो छ पैसाले कहिल्यै नपुग्ने जिन्दगीमा यस्तो छ गाइस कहिले पुग्छ भन्छ त मान्छे के थाहा जमेर बसिएको छ कि हेर्न ऊ हेर चुरटेको अब यस्तो हुन्छ क्या चुरटेको एक डब्बा चुरोट पाएको छ अब यो हाम्रो युरोपमा चाहिँ फेरि चुरोट चाहिँ ओहो बोल ले आएर खाने बाजी प्रोसेस पारी सक्दैन कहाँ त्यस्तो हल्ला पारी तर